एउटा सानो कविता लेखेको छु। सर्वप्रथम स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मेरा इष्टमित्र, नातागोता, बन्धुवर्ग, कुल कुटुम्ब र शुभचिन्तकहरूमा हार्दिक नववर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र म कविता वाचन गर्दैछु। स्वागत छ नववर्ष 82 तिमीलाई। भित्ताका पानाहरू फेर्ने, बेरोजगारीलाई रोजगारी दिने, उद्योग धन्दा र कल कारखानाहरू जीर्णोद्धार गर्ने र नयाँ खोल्ने राष्ट्रिय नाराहरू बोकेर ढोल ढ्याङ्ग्रो ठोकेर होसबा घन्टी बजाउँदै मिसन 84 को उद्घोष बोक्दै आउँछौ होला नि नयाँ वर्ष 82, आउँदैछौ होला नि नयाँ वर्ष 82। आऊ स्वागत छ वैदेशिक रोजगारीमा पठाउन युवाहरूलाई निशुल्क भिसा अनि निशुल्क रोजगारीको पोको बोकेर आउँदा नववर्ष भारतको बाटो हुँदै होसबा चाइनाको, बङ्गलादेशको बाटो साँघुरो छ, त्यतातिरबाट आउँदैन होला नववर्ष। जताबाट आए पनि आऊ तिमीलाई तिम्रो स्वागतार्थ तयार छौँ। मान्छेले मान्छेको मूल्याङ्कन गरी मान्छे बेच्नेहरू, मान्छेले मान्छेकै मूल्याङ्कन गरी मान्छे बेच्नेहरू, सरकारी जग्गा किर्ती गरी आफ्नो नाममा नामसारी गर्नेहरू, सत्ता लिप्सामा गुफा जस्तै टाँसिएका स्वार्थी भ्रष्ट नेताहरू, सिंहदरबारमा पक्षी र प्रतिपक्षी भई उभिएकै छन् तिम्रो स्वागतार्थ नववर्ष 82। त्यसैले तिमीलाई बाटामा छिमेकीले भेटेर मुर्रा देलान वा सदियारले भेटेर तिमीलाई भुर्रा देलान तो ग्रहण नगरौला। त्यो षड्यन्त्रको उपहार हुनेछ। बरु तिमी एउटै कुरा लिएर आऊ नववर्ष। रात दिनको फरकमा मन्त्री फेर्ने जालीहरूलाई एउटै जालमा राख्ने जाल लिएर आऊ। तर असल गणतन्त्रको रक्षा गर्ने बालेन लिएर आऊ। गणतन्त्रको रक्षा गर्ने बालेन जस्ता लिएर आऊ। खबरदार मृत्युशय्यामा पुगेको भूतलाई मसानबाट बिउजाएर पुनः सत्ता दिलाउँछु भन्ने दिवा सपना बोकेर कदापि नआऊ। तर मृत्युशय्यामा पुगेको भूतलाई पुनः जगाउँछु भन्ने अठोट बोकेर नआऊ। धन्यवाद।